Hi, this is Vivekanand sir. Today we are here to study about omission of article. र यस omission of article सँग रिलेटेड अझ केही कुराहरूको बारेमा आज हामी कुरा गर्न जाँदै छौं। यस omission of article मा superlative degree of adjective मा चाहिँ के को प्रयोग गरिन्छ त द को प्रयोग गरिन्छ। आज हामी केही यस्ता कन्डिसन्सको बारेमा पनि कुरा गर्छौं जसमा चाहिँ द को प्रयोग गरिदैन, किनभने त्यो वर्डहरु एडभर्ब को काम गर्छ। जस्तै which person do you like ... most, which person do you like ... most। अब हामीले हेर्नु पर्ने हुन्छ यो दुईवटा जुन एक्जाम्पल रहेको छ, यो दुईवटा एक्जाम्पलमा हामीले बुझौं पहिला यसमा ए एन्ड द हामीले लगाउनु छ। अहिले ए एन्ड को कुरा नगरौं, द को कुरा गरौं। द लाग्छ भने यस दुईवटा जुन कुरा गरेको छु मैले यसमा हामीले यहाँनिर द लगायौं भने र यहाँनिर द चाहिँ हामी लगाइनौं भने के हुन्छ। अब यो सेन्टेन्सलाई हेरौं त यो दुईवटा सेन्टेन्समा कुन चाहिँ राइट छ। के मैले which person do you like most यो जुन यहाँ क्रस गरेको छु नथिङ भनेर लेखेको छु के यो सही हो, या which person do you like the most। अब यहाँनिर द लागेको छ, यो मोस्ट यसरी हेर्दा मोस्ट ब्युटिफुल है, मोस्ट डेन्जरस यसरी चाहिँ हामी के हेर्छौं भने यो सुपरलेटिभ डिग्री अफ एडजेक्टिभलाई चिनाइराखेको हुन्छ। तर यहाँनिर यो हेर्ने हो भने यो जुन वर्ड रहेको छ यो मोस्ट अहिले यो एडभर्ब को काम गरिराखेको छ। अहिले यो के को काम गरेको छ भने एडभर्ब को काम गरेको छ र अहिले यो एडजेक्टिभ को काम गरेको छैन। त्यसैले यो सेन्टेन्स एडभर्बले त हाम्रो यतातिर चाहिँ के हुन्छ भने द को प्रयोग गर्दैन त्यसमा। त्यही भएर यो सेन्टेन्स हाम्रो राइट रहेको छ भने यो सेन्टेन्स हाम्रो के रहेको छ त रङ रहेको छ। यसरी हामीले बुझ्नु पर्ने हुन्छ कि कुन बेला यो एडजेक्टिभ को काम गरेको छ, कुन बेला यो एडभर्ब को काम गरेको छ, अनि मात्र गएर हामी चाहिँ परफेक्टली ए एन्ड द को युज गर्न सकिन्छ। यहाँनिर हाम्रो यो जुन रहेको छ सुपरलेटिभ डिग्री अफ एडजेक्टिभ द लाग्छ, राइट हो लाग्छ, तर यहाँनिर यो एडभर्ब हो एडजेक्टिभ होइन। त्यसैले यहाँनिर चाहिँ द को प्रयोग गरिदैन र यहाँनिर चाहिँ द को प्रयोग गर्यो भने के हुन्छ त रङ हुन्छ है। यसपछि अर्को एक्जाम्पल हेरौं। What book do you like best। अब यहाँ पनि यस्तै रहेको छ। What book do you like द बेस्ट गर्यो भने यहाँनिर द लगायो भने के हुन्छ त यो रङ हुन्छ। हामी यहाँ केही पनि लगाउँदैनौं। तर यसरी हेर्दा he is the best student of our class। अब यो चाहिँ एकदम राइट रहेको छ। यहाँनिर यो बेस्ट एज एन एडभर्ब को रूपमा रहेको छ भने यहाँनिर चाहिँ यो के को काम गरेको छ भने यो एडजेक्टिभ को काम गरेको छ। त्यसैले हामीले चाहिँ के बुझ्नु पर्यो भने जब एडजेक्टिभ को काम गर्छ भने हामी द को प्रयोग गर्न सक्छौं र जब यो एडभर्ब को काम गर्छ भने त्यतिबेला चाहिँ हामी द को प्रयोग गर्न सक्दैनौं। यस्ता कन्फ्युजनहरु आइरहेका हुन्छ। मोस्ट ब्युटिफुल, शी इज द मोस्ट ब्युटिफुल गर्ल इन आवर क्लास है, यसरी चाहिँ हामी द मोस्ट भनेर युज गर्न सक्छौं। तर जब मोस्ट, बेस्ट यस्ता वर्डहरु चाहिँ सुपरलेटिभ भएर पनि उनीहरु एडभर्ब को काम गर्छ भने त्यतिबेला हामी द को प्रयोग गर्दैनौं। यसपछि अर्को रुल्स को कुरा गर्छौं। अर्को रुल्स रहेको छ सुपरलेटिभ डिग्री प्लस नाउन रहेको छ। अब यहाँनिर सुपरलेटिभ डिग्री प्लस यतातिर के रहेको छ यो त नाउन रहेको छ। अब यस्तो किसिमको यदि रहेको छ र यो चाहिँ भोकेटिभ केसमा रहेको छ भने, भोकेटिभ केसमा यदि यो रहेको छ भने फेरि द को प्रयोग हामी गर्दैनौं। हाम्रो टार्गेट रहेको छ ओमिसन अफ आर्टिकल। हामी ओमिसन अफ आर्टिकलमा दुईटै हेर्छौं, कहाँनिर कुन सेन्समा द लाग्छ र कहाँनिर कुन सेन्समा द चाहिँ लाग्दैन। यो दुईटैको जानकारी हुनु जरुरी छ। मात्रै द लाग्दैन द लाग्छ भनेर पढ्यो भने कन्फ्युजन हुन्छ है। त्यसैले यहाँनिर चाहिँ मैले ओमिसन अफ आर्टिकल लेखे, तर यहाँ के रहेको छ सुपरलेटिभ डिग्री अफ एडजेक्टिभमा द लाग्छ। तर यहाँनिर केही यस्ता वर्डहरु आए, सिचुएसन यस्तो आयो कि जहाँनिर सुपरलेटिभ डिग्री भए पनि यहाँनिर के युज गरिएको छ त द को प्रयोग गरिएको छैन।
र एउटा अर्को पनि सिचुएसन छ जसमा चाहिँ हामी सुपरलेटिभ डिग्री अफ एडजेक्टिभ पनि राख्छौँ, नाउन पनि राखेका हुन्छौँ, तर पनि त्यहाँनिर द को प्रयोग गरिएको हुँदैन। त्यो कुन सेन्स हो? त्यो चाहिँ भोकेटिभ केसमा। यो भोकेटिभ केस भनेको के हो त? है, भोकलसँग सम्बन्धित आवाजसँग कसैले बोलाउनुलाई भोकेटिभ भनेर भनिन्छ, बोलाउनु है। जस्तै फर इक्जाम्पलको लागि ओ डियरेस्ट फ्रेन्ड, ओ डियरेस्ट फ्रेन्ड। अब यहाँनिर यो डियरेस्ट भनेको के हो त? यो सुपरलेटिभ डिग्री अफ एडजेक्टिभ भइहाल्यो। र यहाँनिर यो फ्रेन्ड भनेको के हो त? हाम्रो यो नाउन रहेको छ। अब यस्तो अवस्थामा यदि मैले अब यसपछि यतातिरको सेन्टेन्स आफै बनाउन सकिन्छ, तर यो बोलाउनको लागि हामी के गर्छौँ? बोलाउनको लागि चाहिँ यसरी ओ डियरेस्ट फ्रेन्ड, यसरी जब हामी बोलाउँछौँ भोकेटिभको रूपमा, भोकेटिभ चाहिँ भनेको कस्तो रह्यो भने जब हामी कसैले बोलाउँछौँ है, भोकलसँग सम्बन्धित रहेको छ। जब हामी बोलाउँछौँ भने ओ भनेर युज गरिन्छ। यस्तो किसिमको वर्डहरू खास गरी पोएममा युज गरिन्छ है। पोएमहरू लेख्दाखेरि यस्तो किसिमको वर्डहरू चाहिँ युज गरिराखेको हुन्छ भने त्यस अवस्थामा यहाँ के द लगाउने त? यदि हामीले यहाँनिर ओ द डियरेस्ट फ्रेन्ड गर्यो भने त्यो रङ हुन्छ। के हुन्छ त? ओ द डियरेस्ट फ्रेन्ड, यो चाहिँ रङ हुन्छ। यसरी चाहिँ हामी सिचुएसन बुझ्नुपर्ने हुन्छ। हाम्रो सिचुएसन कस्तो रहेको छ? जब यो भोकेटिभ केस रहेको हुन्छ भने त्यस अवस्थामा चाहिँ सुपरलेटिभ डिग्रीसँग नाउन, यहाँनिर सुपरलेटिभ डिग्री छ, यो नाउन रहेको छ, यहाँनिर द लागेको छ, तर जब यो ओ भन्ने शब्द आइराखेको छ बोलाउनको लागि जब हामी प्रयोग गर्छौँ भने त्यति बेला चाहिँ ओ डियरेस्ट फ्रेन्ड है, ओ ओल्डेस्ट फादर, यसरी चाहिँ हामी के गर्छौँ? बोलाउनको लागि चाहिँ सुपरलेटिभ डिग्री अफ एडजेक्टिभ विथ नाउनको प्रयोग गर्छौँ, तर त्यसमा चाहिँ यहाँनिर हामी द को प्रयोग चाहिँ बिल्कुलै गर्दैनौँ। यसमा हामीले ध्यान दिनुपर्ने हुन्छ। यो थियो हाम्रो सुपरलेटिभ डिग्री अफ एडजेक्टिभको बारेमा। यसपछि हामी अलिकति कम्पेरेटिभ डिग्रीको बारेमा पनि कुरा गर्छौँ। कम्पेरेटिभ डिग्रीको कुरा गर्छौँ आज हामी, र यसमा कम्पेरेटिभ डिग्री अफ एडजेक्टिभमा चाहिँ हाम्रो यो डिग्री अफ एडजेक्टिभको सुरुवात गरेको हुनाले म यहाँ कम्पेरेटिभ अफ डिग्री पनि मैले सुरुवात गरिदिएको। यहाँ कम्पेरेटिभ अफ डिग्री अफमा के हामी के बुझ्छौँ भने देनको प्रयोग गरिएको हुन्छ। के को प्रयोग गरिएको हुन्छ भने देनको प्रयोग गरिएको हुन्छ। फर इक्जाम्पलको लागि सी इज डट डट बेटर सिङ्गर देन, अब यहाँनिर हिम भनेर मैले लेखेँ, सी इज बेटर सिङ्गर देन हिम। राम इज डट डट बेटर सिङ्गर देन श्याम। अब मैले के गरेँ? एक व्यक्ति अर्को व्यक्ति बीचको भिन्नता यहाँनिर चाहिँ मैले के गरेँ त? कम्पेयर गरेँ है। कम्पेयर गर्दा अब के यहाँनिर हामी के लगाउन सक्छौँ? ए एन द। कुन चाहिँ यहाँनिर पर्फेक्ट हुन्छ कि नथिङ? कुन चाहिँ हुन्छ कि नथिङ हुँदैन कि कुन चाहिँ हुन्छ त? राम इज बेटर सिङ्गर देन श्याम। अब यसमा हामी आर्टिकलको प्रयोग गर्दा यसमा अ बेटर, राम इज अ बेटर सिङ्गर देन श्याम हामी मजाले गर्न सक्छौँ। त्यस्तै अर्को रहेको छ राम इज डट डट बेटर सिङ्गर अफ द टु भनेर मैले गरेँ। हामी के बुझ्छौँ भने कम्पेरेटिभ डिग्री अफ एडजेक्टिभ दुईवटा अब्जेक्ट हुन्छ, त्यो दुईवटा अब्जेक्टको बीचमा के देखाउँछ त? भिन्नता देखाइराखेको हुन्छ है, तुलना गरेको देखाइराखेको हुन्छ। त्यो दुईवटा काउन्टिङ फिगरको कुरा गर्ने हो भने दुईवटाको बीचलाई कम्पेयर गर्ने काम मात्र गर्दछ। अब यहाँनिर राम इज डट डट बेटर सिङ्गर अफ द टु अब छ भने यहाँनिर हामी के गर्न सक्छौँ? द को प्रयोग गर्न सक्छौँ। राम इज द बेटर सिङ्गर अफ द टु। यहाँनिर हामी चाहिँ कम्पेरेटिभ डिग्री अफ एडजेक्टिभमा हामीले बुझ्नुपर्ने हुन्छ कि कुन बेला ए लाग्छ, कुन बेला द लाग्छ र कुन बेला लाग्दैन। फर इक्जाम्पलको लागि यहाँनिर यदि हामी कुरा गर्ने हो भने देन जहाँ रहन्छ, यति कुरा ध्यानमा राख्नु होला, जहाँ देन रहन्छ त्यहाँनिर द को प्रयोग कम्पेरेटिभ डिग्री अफ एडजेक्टिभमा द को प्रयोग बिल्कुलै हुँदैन। र देनको अलावा अरू कुनै स्थान रहेको छ जसरी अफ द भन्ने शब्द आइराखेको छ भने त्यस अवस्थामा हामी के गर्छौँ भने द को प्रयोग गर्न सक्छौँ। र यदि देन रहेको छ भने हामी ए को प्रयोग गर्न सक्छौँ या एन को प्रयोग गर्न सक्छौँ। तर देन छैन भने हामी के को प्रयोग गर्छौँ त? द को प्रयोग गर्छौँ। यो एउटा टेक्निक छ, याद राख्नु होला यसलाई है। अब यसपछि हामी अर्को रुलतर्फ जान्छौँ। बिफोर द नेम्स अफ
न्यूजपेपर। हामीले के पढाएको छौं भने न्यूजपेपरको नामको अगाडि के प्रयोग गरिन्छ त दको प्रयोग गरिन्छ। तर केही यस्ता कन्डिसन छन् जुन बेला चाहिँ हामी दको प्रयोग गर्न सक्दैनौं। पहिला गर्छौं कुनमा, जसरी फर एक्जाम्पलको लागि द कान्तिपुर पोस्ट, द कान्तिपुर पोस्ट, द हिमालयन टाइम्स, द हिमालयन टाइम्स। यसरी हामी हेर्छौं भने यो हाम्रो के रहेको छ, पत्र पत्रिकाको नाम रहेको छ, द गोरखापत्र है। यो सबै के रहेको छ त पत्र पत्रिकाको नाम रहेको छ। हामी द को प्रयोग गर्न सक्छौं, दैट इज राइट। तर यसको सिचुएसन छ, बट सिचुएसन के रहेको छ, जब हामी यो नामहरू पोसेसिभ केस, पोसेसिभ एडजेक्टिभको कुरा गरौँ हामी यहाँ। पोसेसिभ एडजेक्टिभ भनेको माई, हिज, हर, आवर, देयर, यो सबै के हो, पोजेसिभ एडजेक्टिभ हो। र यो पोजेसिभ एडजेक्टिभ लागेर जब आउँछ भने त्यस अवस्थामा हामी न्यूजपेपरको नामको अगाडि चाहिँ द को प्रयोग गर्दैनौं। फर एक्जाम्पलको लागि यहाँनिर लेखेको छ आवर ... हिमालयन टाइम्स, देयर ... कान्तिपुर पोस्ट। अब यस्तो किसिमको रहेको छ भने के यहाँ हामी के युज गर्ने, आवर द हिमालयन टाइम्स युज गर्ने हो त यो रङ हुन्छ। हामीले यहाँ नथिङ भनेर युज गर्नुपर्ने हुन्छ। जब यहाँ पोजेसिभ एडजेक्टिभ लागेर आउँछ कुनै पनि पत्र पत्रिकाको नामको अगाडि भने त्यति बेला चाहिँ हामी पोजेसिभ एडजेक्टिभ पछि या अघि हामी द को प्रयोग बिल्कुलै गर्दैनौं। र यो यदि राइट गर्नु छ भने हामी यहाँ के गर्नुपर्ने हुन्छ, नथिङ भनेर युज गर्नुपर्ने हुन्छ। यो धेरै जसोले कन्फ्युज गर्छन्। उनीहरू मात्र किताबको जुन रुल्स रहेको छ उनीहरूले के पढ्छन् भने कि पत्र पत्रिकाको नामको अगाडि हैन, यो सबैको नामको अगाडि चाहिँ हामी के गर्छौं, द को प्रयोग गर्न सक्छौं भनेर यति मात्रै पढ्छौं। तर कुन बेला सक्दैनौं त्यो चाहिँ त्यहाँनिर लेखिएको हुँदैन। त्यसैले यस भिडियो मार्फत मैले यहाँ बताउन खोजे कि कुन अवस्थामा चाहिँ हामी द को प्रयोग गर्न सक्दैनौं। यसैले मैले ओमिसन अफ आर्टिकल भन्ने टपिक अन्तर्गत मैले यो कुरालाई राखेको छु। आशा छ तपाईहरुले यसलाई राम्ररी बुझ्नु भएको छ। यसपछिको अर्को रुल्स रहेको छ हेडलाइन्स अफ न्यूजपेपर वा टेलिग्राम वा कुनै पनि नोटिस या कुनै पनि आउटलाइन्स। हामीले के बुझ्नु पर्यो, जब हामी कुनै पनि समाचार लेख्छौं या कुनै पनि टेलिग्राम हामी गर्छौं भने त्यहाँ एउटा टपिक हुन्छ, हेडलाइन्स हुन्छ। हामीले के ध्यान दिनु पर्यो भने कुनै पनि हेडलाइन्स जब हुन्छ भने फर एक्जाम्पलको लागि 10 people died in ... बस एक्सिडेन्ट। अब यहाँ के बुझ्नु पर्यो भने 10 people died in ... बस एक्सिडेन्ट, यो हाम्रो के रहेको छ त, एउटा न्यूज पेपरमा रहेको एउटा न्यूजको हेडलाइन्स रहेको छ। हामीले यहाँनिर के बुझ्नु पर्यो भने जब कुनै पनि हेडलाइन्स अफ न्यूजपेपर या टेलिग्राम या नोटिस या आउटलाइन कुनै पनि किसिमको यदि हामी हेडलाइन्स लेखिरहेका छौं भने त्यस अवस्थामा हामीले चाहिँ द को प्रयोग गर्नु भनेको बिल्कुलै रङ हुन्छ। यस्तो अवस्थामा कुनै पनि हेडलाइन्स रहेको छ भने हेडलाइन्समा चाहिँ आर्टिकलको प्रयोग, कुनै पनि आर्टिकलको प्रयोग ए एन्ड द, यो तीनटा मध्ये कुनै पनि हुँदैन। यसमा ध्यान राख्नु होला। नो युज अफ आर्टिकल, नो युज अफ आर्टिकल। आशा छ तपाईहरुले यसलाई बुझ्नु भएको छ कि कुनै पनि न्यूजपेपरको हेड, अब यो हैन कि बुकको टपिक रहेको छ, बुकको टपिक रहेको हुन्छ त्यसमा चाहिँ लाग्छ। मैले त्यो हेडलाइन्स होइन, फेरि मैले के भने के कुनै भने न्यूजपेपर रहेको छ, कुनै पनि टेलिग्राम रहेको छ, त्यसको हेडलाइन्स रहेको छ भने मात्र त्यसमा हामी द को प्रयोग गर्दैनौं। बुकको जुन टपिक हुन्छ त्यो हेडलाइन्स हुँदैन, त्यसमा ध्यान राख्नु होला है। यो पनि एउटा रुल्स हामीले याद गर्नुपर्ने हुन्छ। कुनै बेला यो जब हामी न्यूज पेपरको चाहिँ हेडलाइन्स लेख्नुपर्ने हुन्छ भने त्यति बेला चाहिँ भुलेर पनि हामीले ए एन्ड द को प्रयोग गर्नु हुँदैन। आशा छ तपाईहरुले यसलाई राम्ररी बुझ्नु भएको छ। यसपछिको रुल्स रहेको छ द प्लस अर्डिनल नम्बर रहेको हुन्छ, अर्डिनल नम्बर प्लस एन्ड प्लस अर्डिनल नम्बर प्लस प्लुरल नाउन। र अर्को रहेको छ द प्लस
ordinal plus and plus the plus ordinal plus singular noun. अब यसको एक्जाम्पल हेरौं. द फर्स्ट एन्ड सेकेन्ड. अब यसपछिको जुन नाउन हुन्छ त्यो चाहिँ के हुन्छ त? प्लुरल हुन्छ. यसपछि हामी जे लेख्नु पर्ने हुन्छ त्यो हामी लेख्छौं. तर अहिले हामी जुन प्याटर्नको कुरा गरिराखेका छौं यो प्याटर्न अनुसार हेर्ने हो भने द फर्स्ट एन्ड सेकेन्ड च्याप्टर्स यो हाम्रो के रहेको छ? प्लुरल नाउन रहेको छ. त्यस्तै अर्को रहेको छ द फर्स्ट एन्ड द सेकेन्ड च्याप्टर. अब यो पनि नाउन हो तर यो कुन चाहिँ सिंगुलर नाउन रहेको छ. यसरी जब यस्तो किसिमको यदि प्याटर्न रहेको छ भने हामीले नाउनको क्ल्यारिटीमा यहाँनिर के हुन्छ भने विद्यार्थी भाइ बहिनीहरु कन्फ्युजन हुन्छन् कि यो चाहिँ अब यहाँनिर हामीले के युज गर्नुपर्छ त? द फर्स्ट एन्ड सेकेन्ड यहाँनिर द छैन त्यसैले यो सिंगुलर छ त्यसैले हामी के युज गर्छौं त? सिंगुलर नाउनको प्रयोग गर्छु भन्ने उनीहरुको चाहिँ भावना हुन्छ. तर त्यसो चाहिँ होइन. हामीले बुझ्नुपर्ने हुन्छ द फर्स्ट एन्ड यहाँनिर चाहिँ कुनै पनि आर्टिकलको प्रयोग गरिएको छैन भने यतातिर के लिन्छ त? प्लुरल नाउन लिन्छ. र यहाँनिर द फर्स्ट एन्ड द सेकेन्ड छ र यतातिर चाहिँ हामी के हेर्छौं भने यो सिंगुलर नाउनको प्रयोग गर्नुपर्ने हुन्छ. हालाकि यो दुईवटा द फर्स्ट एन्ड द सेकेन्ड दुईवटा च्याप्टरको कुरा गरिराखेको छ भए तापनि हामी के गर्छौं त? सिंगुलर नाउनको प्रयोग गर्छौं. यसरी चाहिँ यस्तो किसिमको प्याटर्न यदि छ भने तपाईले झुकिनु भएन. र नाउनको जब चयन गर्नु पर्यो भने यहाँ ध्यान दिनुपर्ने हुन्छ कि यहाँ सिंगुलर हुन्छ कि प्लुरल हुन्छ. त कुन बेला सिंगुलर हुन्छ? जब द फर्स्ट एन्ड सेकेन्ड भयो भने प्लुरल लेख्ने र द फर्स्ट एन्ड द सेकेन्ड छ भने हामी के लेख्छौं त? सिंगुलर लेख्छौं. यो पनि हामीलाई के हुन्छ भने जब सेन्टेन्स बनाउनु पर्ने हुन्छ भने त्यतिबेला हामीलाई धेरै यो उपयोगी हुन जान्छ. हामीले चाहिँ आर्टिकलको बारेमा पढिराखेका छौं र आर्टिकलको प्रयोग गर्दाखेरि चाहिँ हामी कहाँनिर कुन बेला कसरी युज गर्ने त्यसको बारेमा यदि सही तरिकाले जानकारी छ भने हामी मजाले आर्टिकलको प्रयोग गर्न सक्छौं. आशा छ तपाईले यो भिडियो मन परेको होला. मन परेको छ भने लाइक, शेयर एन्ड सब्स्क्राइब गर्न नबिर्सनु होला. Thank you.